Tarimle गर्छौं हन ए केटी खोइ 1000 जति ले कहिलेको ले न हौ हन राख्नु दिएको जसरी नमाग है हन मैले कमाए जति सबै तेरै हो त हो अनि ल कहिले कमाएर ल्याएको छौ र ए मैले कमाएको छुइनँ यत्रो त तैँले आकाशदेखि झरेको खाँदै थिएछ होला त्यस्तो कुरा नगर है तिमीलाई आफै पनि थाहा हुन्छ होला कति कमाएर ल्याउँछौ कति घरमा खर्च हुन्छ अहिलेसम्म त मैले 10 नङ्ग्रा खियाएर खाँदैछु अस्ति लगेको त पैसा पनि तिरेको छैनौ तिम्रो फुटानीले गरेर त नि म बाजे पुर्खाले भन्थ्यो आफूले कमाउन सकेन भने बुढीको कमाई पनि नखानु भनेर किन होला भनेको त यस्तो पो रहेछ हैन तैँले मैले कमाउन सकिन भनेर हेपेको हन तिमीले कमाउनु सकेनौ भनेर कहिले हेपे तिमीले त नि कमाको जमाउनु दिएनौ भनेर सिधै भनेको हैन तैँले हेपेकै हो मैले कमाउन सकिन भनेर बुझ अनपढ कहिले स्कुल देखेको बापो कुरा बुझ्छ त आफै सोच कि तिमीले मलाई कहिले माया गर्दैनौ आजसम्म कहिले माया गरेको छौ र मेरो मनको कुरा बुझ्छौ त त पिएचडी गरे कि मै अनपढ नि थापै चाहिँ किन आकी हो मसँग जानु थियो नि त्यही डाक्टर इन्जिनियर पाइलटसँग बिहान बिहान मसँग न्यु नखोज है मलाई बिहान बिहानै मुख पड्काउनु नलगाऊ है अब हप्काइस हे पिस अब कुर्छस् मलाई छोरी मान्छे भएर मुख मुखै लाग्छ अनि कसको बुढी चाहिँ यति धेरै मुख मुखै लाग्छ बुढासँग बिहान बिहान के घिचे मुरे छाज के घिचेर मुरो र न्यु खोज्दैछ साच्चै तिमीले मसँग जोडी खोजेको न्यु खोजेको मसँग बिहान बिहानै मैले चाहिँ कस्तो जोडी खोजे मुखै लाग्छ तपाईँ त म एकदम तैँले मलाई अब कुट्न मात्रै त भागिदियो नि त्यो पनि कुटी छैन ए भगवान् कुन दिनमा भेटेर यसलाई मैले बिहे गरेछु थुक त नथुक थुक्छस् मैले तँलाई बिहे गरौँ भनेको थिएँ र तैँले त मलाई बच्चामा फकाई एउटा मिठा मधुमा फकाएर ल्याइस् तैँले अहिले थुक्का भन्छस् मैले त तँसँग आउँदिनै भनेको थिएँ फकाई ल्याइस् अहिले मलाई जस्तो ल्याएको थिइस् म